हेलो गाइस, आज हामी भैरव स्थान दर्शन गर्न हिँडेको। रिडीको बाटो हुँदै आएको, पुरानो बस परेको, बाटो अप्ठ्यारो परेको, समय धेरै लागेको। हाम्रो यो बलकोट छत्रगञ्ज हुँदै रेडी हुँदै बुटोल जाने बस। गाइस, यति बेला हामी रिडी खोलामा छौँ, रिडीको बजार। ल, भैरव स्थान दर्शन गर्न हिँडियो उकालोमा। दर्शन गर्न माथि उकालो बाँकी छ। पानी आमा रोड बन्दैछन्। यहाँ भैरव र मातालाई चढाउने रोड। हामी भैरव स्थानको उकालोमा आइसकेका छौँ। आमा, कति वर्ष आउनु आमा? कस्तो लागिरहेछ? राम्रो लाग्यो मन्दिर आउँदा। कस्तो पनि जय भैरव देवी हामीलाई भैरव छोरो सबै भाइरात परशुराम पुष्पा हरिकला कल्पना के अरे